डढो जस्तो छ हौ। सामानहरू रेडी पारेँ मैले। अबदेखि मेला हेर्नु मेला। यहाँको खाना खाजा यो भुजा चिउरा अनि बन्दाकोपीको तरकारी। हेलो साथीहरू, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। दिस इज मी मनिका गौतम पोखरेल। तपाईँहरूलाई फेरि पनि स्वागत छ साथीहरू मेरो न्यू डे न्यू ब्लग भिडियोमा। अनि साथीहरू आज भनेको त दिवाली हो। मेरो साथीहरू 1000जनाले हेर्नुहुन्छ, 2000जनाले हेर्नुहुन्छ मेरो ब्लग, 3000जनाले हेर्नुहुन्छ साथीहरू। अनि चाहिँ आज चाहिँ भनेको दिवाली हो नि त हाम्रो, त हिजो पनि भनेको थियो दिवाली 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 भनेर। अनि त्यसपछि अहिले चाहिँ के हो त? कालो हो कालो। अनि त्यसपछि आज चाहिँ अब जानुपर्ने हुन्छ। अनि म चाहिँ ठिक पार्दैछु सामानहरू। चरु लानुपर्छ, चामल लानुपर्छ, पिठो लानुपर्छ, धुप अक्षताहरू लानुपर्छ। अनि यहाँ म चरु बनाउन चामलहरू रेडी पार्दैछु साथीहरू। कति बनाउँछ अरे यति? लानु त एक माना नि। अनि ठ्याक्क चामलहरू लानुपर्ने चाहिँ एक माना हुन्छ। उहाँ पनि हुन्छ, अरूले पनि ल्याउनुहुन्छ नि त। अनि मैले अनि रेडी पार्छ साथीहरू। साथीहरू ब्लगको स्टार्ट गरेपछि ढुक्क हुन्छ भनेर ब्लगको स्टार्ट गरेँ। यता सेनामेनालाई निक्लिएको छ हौ अलिकति नि। अहिले मारिदिन्छ है बिनाजु, अलिकति कहाँ निक्लिएको छैन। आयो कसको ए साथीहरू सामानहरू रेडी पारेँ मैले। अब यहाँ पिठो आउन बाँकी छ। पिठो चाहिँ दयादीहरूकोबाट ल्याउने मिलबाट पिसेरै। यो रहेको छ चामल, जौ, तेल अनि घिउको चरु। यो रहेको छ बाती, भइहाल्यो देखिहाल्नुभयो। के अरे केसरी अबिर अनि यो चामल। अनि त्यसपछि पिठो चाहिँ दयादीहरूकोबाट ल्याउने अनि लाने। अमु खानु हुँदैन है, भइगयो खानु हुँदैन नि तर। हस् हेर म खानालाई। साथीहरू अब चाहिँ हामी जाँदैछौँ हाम्रो मन्दिर। हिजो राति तपाईँहरूलाई हल्का फुल्का देखाएको थिएँ। अनि हिजो राति चाहिँ हल्का फुल्का अरू बेला देखाएको थियो। अस्ति दसैँमा पनि टिका लाउन आएको हामी काकाहरूकोमा मन्दिरमै। अनि अहिले चाहिँ हामी जाँदैछौँ। सुरक्षा, म, लक्ष्मी, डार्लिङमा अगाडि डन भएर हिँड्दैछु। अनि अरू सबैजना गइसक्नुभयो। हामी दोकान गएको नि त एकछिन किताब बेच्नलाई। अनि सबैजनाले के भन्यो भने आजको दिन चाहिँ किन खोल्नु भन्यो भने त अब खोल्नु पऱ्यो नि, किताब लिन आउनुहुन्छ, आफ्नो कर्तव्य हेर्नु त त्यो बेच्ने। किताब राखिसकेपछि त्यति त गर्नै पऱ्यो भनेर चाहिँ किताब सिताब बेच्यौँ। अनि यिनीहरूलाई क्यान्टिनमा खाना खुवायौँ। अनि हामी चाहिँ अब जाँदैछौँ। अनि के हुँदैछ म तपाईँहरूलाई देखाउने छु साथीहरू। स्टे ट्युन। आमामा साथीहरू यहाँदेखि मेला हेर्नु मेला। यो दया दिदी हो कि क्या? मेला छ यहाँदेखिको राम राम। हेर्नु त आइसक्रिमहरू, चटपटेहरू दामी दामी। लु भिडियो बनाइदिन्छु हौ। यहाँ साथीहरू यहाँको खाना खाजा यो भुजा चिउरा अनि बन्दाकोपीको तरकारी। दाया दिदी, ओ दाया दिदी हेलो। हाम्रो दिदी यता हेलो भन्नु। आमा यता साथीहरू कोही होइन, भिडियो बनाएको भन्नु न। के हेर्नुहुन्छ साथीहरू? यहाँ हेर्नुहोस् कति छ यहाँ भिड, बोकै बोका मान्छे मान्छे। फेरि यहाँ आइसक्रिम ल्याएर फेरि उस्तै के भन्नु र। चलाउनु म भिडियो बनाइदिन्छु। यता हेर्नु। यो चाहिँ पुवा पकाउनु भएको होइन, बाबर चाहिँ खोइ उहाँ रहेछ। पोहोर साल चाहिँ परारको साल त हामी पनि सघाएर जति राति भए पनि यसपालि त खोइ स्टेसन दरलाई मलाई जिम्मा लाएर हिँड्नु छुचुन्डीले रिस उठेर आइरह मलाई बिचरालाई हेर। कोही उहाँ शीतलमा बसिरहेछन् शीतल तापेर, कोहीलाई यहाँ यस्तो छ। यहाँ साथीहरू अघि रुद्री पूजा भयो। रुद्री पूजा सकेर चाहिँ अब उता दिवालीको सुरु। उतापट्टि त्यो छ नि ध्वजाहरू देखेको हो, त्यहाँ चाहिँ दिवालीको बोका काट्ने ठाउँ। त्यहाँ यहाँ रुद्री नसकिकन उता बोका काट्न मिल्दैन। यहाँ रुद्री सकेर अनि अबपछि उता बोका काट्न थाल्नुभयो। यता काटेर साथीहरू यता फ्याल्दिनुहुन्छ। अनि आफ्नो बोका चिन्दै लाँदै सुरुमा काठमाडौँको पालो, सुरुमा टाढा टाढाको पालो, अनि त्यसपछि हाम्रो पालो भरे कतिखेर हो कतिखेर।
खोइ त मान्दैनन् नि त कुनै मान्दैनन् अरे मान्दैनन् अरे मनाउनु पर्यो कुनै मानिहाल्छन् अरे अन्त रातो भएको ठाउँबाट हेर्नु न मान्छे साथी आमामा मारा ए मान्छे बाजा साथीले त ए बुवा भित्र फोटो भिडियो खिच्न बनाइछ यहाँभित्र साथीले वहाँ पर आइसक्रिम साथीहरू यहाँ चाहिँ एकदम सबैजना आफ्नो पालो पर्खेर बस्नु भइरहेको छ घाममा यताउता टन्टलापुर हेर्नु सबैजना नै कतिखेर पालो आउँछन् नि सुरुमा चाहिँ टाढाको पालो आउँछ नि त धन्न यहाँ आज चाहिँ लक्ष्मी चाहिँ भिडियो बनाइदिएको छ साथीहरू यो भिडियो पनि लक्ष्मीले बनाइदिएँ कि म चाहिँ भोइस ओभर गर्दैछु अनि म चाहिँ यहाँ के गर्दैछु भन्नु त यहाँ म पुवा पकाउन सघाउँदैछु अघि मैले भने नि अरू बेला त सघाइदियो भनेर यसपालि म अलिक ढिलो गएँ नि त त्यही भएर बिचरा कलबानी एक्लै पसिना भएर गइराख्नु भएको थियो अनि त्यही भएर म पनि सघाउन गएँ मैले चाहिँ धेरै सघाइनँ किनकि पकाइसक्नु भएको थियो मैले चाहिँ 2 बिहान पकाउन सघाएँ अनि त्यही पनि म मजाले चलाउनै नसक्ने क्या कति गाह्रो हो र पनि अलिअलि गरेँ यसो त्यसो के जाति अनि यस्तो गर्मी थियो नि झन् आगोमा त कस्तो गर्मी हुन्छ नि साथीहरू अनि यहाँ कलबानीले म डिस्कसन गर्दैछु अनि जतिर हेर्नु सबैजना चित्तर भोक लाग्यो होला त्यो मलाई चना चिउरा के अरे तरकारी र चनाहरूले कति पो हुन्छ र तर प्रसाद त पाक्न त एकछिनतिर यहाँनिर पाक्न पनि र पनि सबैजनालाई भोक त लाग्छ नि त अनि यहाँ हामी पकाउँदैछु कल्पना दिदी सही चलाउँदै हुनुहुन्छ आमामा यो प्रसाद पनि कति पकायो कि एकैछिनमा सिद्धिन्छ क्या बिचरा कति भोक लागेको हुन्छ नि त मान्छेहरूलाई अनि हामीलाई त्यहाँ झन् यस्तो तिर्खा लागेर आमामा प्याकप्याकी भएको क्या यस्तो तिर्खा लागेको डढो जस्तो छ हौ अनि एउटा केही भिडियो पनि बनाउन पाइने साथीहरू छोटो मिठो भिडियो भएको छ हेरेर माया गरिदिनु होला है साथीहरू अनि यहाँ डढो भन्दै थियो क्या लक्ष्मी अनि कलबदी हाँस्नुहुन्छ साथीहरू अब चाहिँ हाम्रो पालो आइसकेको छ एकदमै धेरै हाम्रो भित्रै छिराइसक्नु भयो बिरेस पोखरेल हतार भिडियो बनाउँदै नि हाम्रो पालो आयो हाम्रो साथीहरू पालो यहाँभन्दा भित्र जान्दैनौँ भिडियो खिच्न पाइँदैन हाम्रो पालो बिरेस पोखरेल बोक्न नसकेर अझै एउटा छ हौ ल्याउँदै हुन्छ ल्याउन नसकेर 2 जना भएर कसरी छिन्छ होला यो त राम टेन्सन छ टेन्सन अर्को पनि छ यत्रै उहाँ 3 जना भिडिरहेको छ ल्याउनलाई यहाँ त 3 जना 2 जना हुँदो रहेछ एउटा पछाडि आउँदै हुन्छ राम कसरी सकिन्छ नि प्रभु कसरी कस्तो गरेको झन्डै हुत्याइदिए हौ हेलो भन फेरि मोनिका सिस्टर भाडा माथि हुन्छ जुमै भएन गाइज लक्ष्मी नहाँस्नु हौ भाडा माथि हुन्छ
अनि सुरक्षा चाहिँ फुड खाएको चाहिँ माइजू उता गएकै उता अनि सुरक्षाको फुडी चोरेर खाइन्छ हेर्नुहोस् गाइसहरू डुप्लिकेट फुटे रहेछ गाइस ए लुमा अल्छी लागेको ओ माई गड साथीहरू यस्तो हतार एउटा ब्लग न मान्छे आउनुभएको ब्लग बनायो साथीहरू न पकाएको ब्लग यस्तो हतार जिन्दगी मलाई कहिले पनि भएको थिएन दसैँमा पनि भएको थिएन होला हतार भए पनि म दसैँमा त बनाउँथेँ कि आज त के बोक्यो साथीहरू उता बोका काटेर ल्याएपछि अब आन्द्रा भुँडी धुन थाल्यो अनि यता आउनुभएको पाहुनाहरू पनि आमाको बहिनी अनि त्यसपछि आमाको के अरे माइलो भाइको नातिहरू आउनुभएको थियो क्या सानो सानो बिचरा भातै नआइकन जानुभयो ढिलो हुन्छ भनेर अनि पसाची हालेर पठाइदिउँ कस्तो खिन्न भयो भने अब पकाउन ढिलो हुन्छ नि त नि ढिलो पनि होइन भातहरू सबै त पाएछ मासु पाएको नि खाएर जानु भनेको मान्नु भएन अनि पसाची हालेर पठाइदिउँ साथीहरू अनि बाबा दिदीलाई खाना खुवाएर पठायौँ अनि अर्को हुनुहुन्थ्यो के भन्छ आमाको जेठो दाइको बुहारी उहाँलाई पनि खाना खाएर मासु सासु खुवाएरै पठायौँ केही भिडियो केही बनाउन पाइनँ साथीहरू आजको ब्लग कस्तो चाहिँ भयो होला म त छक्क परिरहेको छु है जे पाए त्यही खिचेर कस्तो भयो है अनि है कसरी आएको मान्छेहरूको चाहिँ खिच्नु पर्थ्यो यस्तो आउनु भएको थियो भनेर कस्तो केही भएन साथीहरू खोइ के भयो अनि एकजना चाहिँ आउनुभएको छ हिजोको ब्लगमा चाहिँ मैले भनेको थिएँ त आइन छैन अप्पे तँलाई पख भनेर आज चाहिँ आइसक्नु भएको छ उहाँ सेलिब्रेटी हुनुहुन्छ उहाँ टिकटकमा अझ मोडल हुने काम गर्नुहुन्छ तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला एउटा भिडियोको उहाँले अहिले 1000 दिँदा पनि हुन्छ मम्मी छ भन्नु त अनि ऊ समयको पनि आइसकेको छ साथीहरू समयको त झन् आज त बोका खाल्ने बसेको थियो र भएर समयको पुरा अर्को बनाउनु भयो सेतो बोका हाम्रो अब हाम्रो हजुर बनाइसकेर आउनुभएको आइसक्नु भएको छ साली भेनाको भेट हो गया साली भेनाको भेट हो गया आन्द्राबुढी अब कसरी धुनु हौ अझै साथीहरू दुईवटा पकाएको अब एउटाको गऱ्यो एउटाको चाहिँ धोएँ अब चाहिँ एउटाको धुनेछ म त पारा पर्छु कि अब भात पनि खानुपर्ने हुन्छ अनि के भन्नु नि बाबा छिलेन अरे सेतो त्यस्तो के हो लादे आयो सेतो पनि कालो पनि अनि अब अर्को कतिवटा गर्नु हाम्रो खै के भयो कुलले किन मानेन नि कुलले मानेन अरे साथीहरू हाम्रो के पो लादिने अरे त्यस्तो चाहिँ हुनु हुँदैन नि त त्यस्तो भयो भने अर्कोचोटि पनि ए होइन हाम्रो पनि त घाँटी के गर्थ्यो नि त नि बाबा घाँटी यस्तो गर्थ्यो त्यही भएर कि अब त्यस्तो भयो भने चाहिँ साथीहरू अब अर्कोचोटि एउटा त भयो अनि यसपालिको भएको पनि अर्कोचोटिलाई गरेर दुईवटा गर्नुपर्ने हुन्छ है साथीहरू यस्तो हुन्छ के हो किन मानेनन् कुलले हिजो त मानेका थिएँ आज मानेनन् अरे लु भएको साथीहरू मानेनन् अब अर्कोचोटि दुईवटा गरौँ ल होइन अनि अब चाहिँ हामीले भात सात पकाइसकेको खाएको छैन होइन अब डार्लिङ अब हामी भात पनि खान्छौँ मेरो बुढी साह्रै राम्रो छ कसैलाई गफ बाई गरिदिनु पर्छ भने सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो बहिनी अब